विशाल ए विशाल अरे मालिक हामी आइहालेछ। त्यो टोयलेट फोहोर भएको थियो, त्यहाँ झाप गर्नु लागि। अनि यो सारा काम चाहिँ को तेरो हजुरबाउ आएर गर्छ? अरे मालिक सबै काम म गरिहाल्छु नि। म तपाईँको सेवा गर्न त बसिलिएछु त, किन चिन्ता लिनुहुन्छ? साले धोती तर मैले यहाँ काम गर्न राखेको मसँग मुख चलाएर हो। अरे मालिक धोती चाहिँ नफलिहाल्नु न, म पहिला टोयलेट साफ गरिहाल्छु अनि आएर तपाईँको काम गरिदिइहाल्छु नि, यहाँको साफ गरिहाल्छु नि। साला तल धोती नभनेर के कुनै चोर्यो भन्ने? पहिला खुरुक अफिस साफ गर अनि पछि गएर टोयलेट साफ गर। जिस साला धोती तँलाई थाहा छ यो झुन्डाको किमत कति छ भनेर? जहाँ थियो तैर राख त्यसलाई चाहिँ काम चाहिँ अलिक ढङ्गसँग गर बुझिस्। यति काम गरेर जान्छ भने तँलाई यो घरबाट निस्काइदिन्छु बुझिस्। तैँले काम गरेको 1 महिना हुन लागिसक्यो, कुन काम त चित्त बुझ्ने गरेको छस्? अरे मालिक भन्नु न, चित्त नबुझेको काम म त्यसलाई सघाइहाल्छु नि, तपाईँ टेन्सन धेरै नलिनु न। ल ठिक छ, यसो सफा गर, म एकछिन पछि आउँछु, ठिक छ? हैन काम सकियो के अझै बाँकी छ र? नै सक्यो। हेलो नमस्कार, मलाई 10 करोडको टेन्डर पार्नु पर्यो। यसले त कस्तो जिन्दगी चल्छ यार। हो नि, अब घरमा श्रीमतीले पनि हेर्नु पर्यो, फेरि बाहिर 2-4 गर्लफ्रेन्ड पनि पाल्नु पर्यो नि। र अफिस भाडा पनि तिर्नु पर्यो, फेरि आइपुग्लाई जस्तो तस्तो खाना भन्नै पर्दैन। ल हुन्छ है, एकछिन म पछि फोन गर्छु। भन् के भयो, काम सकियो? मालिक काम त सबै सकियो, आज महिना पनि पुग्यो, रुममा मट्टिकै पनि छ, चामल पनि सकिहालेछ। यो अलिकति सेलेरी दिनु हुन्छ कि के को सेलेरी? सेलेरी पाउनलाई त 2-4 महिना काम गर्नु पर्यो नि। पहिला काम गर अनि बल्ल सेलेरी दिन्छु बुझिस्। मालिक जे जति हुन्छ दिनुहोस् न, अझै मलाई तलब पनि नदिनु, मेरो न गाँस हुन्छ न बाँस हुन्छ। तँलाई राम्रो मुख्य भने हुँदैन होइन? खुरुक्कला जान्छस् कि मेरो किनार बोलाऊँ? अरे मालिक मैले कसको के बिगार्नु छु मलाई यति धेरै गाली गर्नु? त धेरै भुक लागिस्, बकमा फोन लगाउँछु। ए कहाँ छस् त? यहाँ पैसा खुरुक आइज र एउटाको पूजा गर त, एउटाको पूजा गर्नु छ। मालिक मलाई केही गरेर नदिनुहोस्, मैले आफ्नो मेहनतको पसिना त मागेछु मालिक, मलाई केही नगरिदिनुहोस्। मैले आफूले मेहनत गरेको पसिनाको त पैसा मागिदिन्छु। भन्नुहोस् किन बोलाउनु भयो दाइ मलाई? हेर्न यो साला धोती धेरै मुख चलाइरहेको छ, यसलाई लगेर माथि लगेर
लाम धुला गरेर दिनु त। यसले औँली उठाएर कुरा गरेको छ र भोलि आएर लात पनि उठाउन सक्छ। त्योभन्दा पहिला यसलाई माथि लगेर माथि पुर्याइदिनु। हस् दाइ जा माथि बस्नु। मालिक मैले के गरेँ बिर्छु र मलाई यस्तो गर्नु साला भोलि बोल्छस् हिँड्नु बस्नु। खाँदैन अरे मालिक मलाई के नगर्नु। तँलाई पसिनाको पैसा चाहियो त बाटोमा हिँड्छस्। तेरो बाटोमा हिँडेको पसिनाको पैसा कहीँ तेरो बाउले दिन्छ? हेर्नुहोस् बरु मलाई भन्नुहोस् मेरो मरेर गएको बाबालाई किन छुनुहुन्छ तपाईँले? साला कहिले मलाई फर्काउने गर्छस् अब? हे गरिबलाई छु भगवानले पनि साथ दिन्छ। मैले मेरो दुःखको पैसा दिनुहोस्। ए तँलाई पैसा चाहियो तेरो मरेको बाउले दिन्छ जा। पैसा पैसा हेलो मजदुरलाई भेट्छ जसले मेहनत गर्छ जसले मेहनतको पैसा लाग्छ मजदुरलाई हेप्छ। हेर्नु मालिक जसले मेहनत गरेर पसिना बगाइदिन्छ नि त्यसलाई हेक पिकअप नगर्नुहोस्। त्यो भित्र भगवान लुकेको हुन्छ। भगवान है साले कुत्ता त जुन थालमा खान्छस् त्यही थालमा थुक्छस्। अरे साहु यो त टेलर मात्र हो जरा बाँकी छ। साला तैँले मलाई धम्की दिएको? अरे साहु यसलाई धम्की भन्दैन रे। यो त एउटा गरिबलाई हजुरले देखाउनु भएको थियो नि त्यो उतारेको माथि हो। अहिले म गएँ हिसाब किताब अनि पिसाब पछि ब्याजमा जोड होला।